धेरै चिल्लाउने पऱ्यो नि त अब यस्तो खाएर त दुखेन क्या लाग्छ दुई गाँस म खाँदैछु तिमी यतातिर मासु दिन्छु गर्ने हो नखाइकन बस्ने यहाँनिर पनि त्यसले चट्ने खाने भोलि फेरि पिठो खाने ल है हाल्नु है खानु है ल दाइ दाइ खाली चम्ची भयो नि त भरि चम्ची हो यस्तो हो क्या ल है चेस है मिठो रहेछ एउटा समोसा खाने समोसा समोसा खाने भनेको यता हेर है हेलो हेलो अनि खाइयो होइन टन्न हुन्छ कता खिच्यो पानीको यता हेर्ने हेलो ल भन सूर्य कति खाने हो अझै एक केक सेमै खानुपर्छ यो नि खाना नि हो पनि खाइदेऊ न मिठो छ दामी छ यस्तो मिठाई त केशवले खुब मन पर्थ्यो है ल अलिकति पठाइदेऊ अलिकति केशव है ल के झुम पारिरहेको झुम पारेर तिमी खारो गर्ने हो ल म खान थालेँ है खाँदै अनि खिच्छु ल खाँदै खिच्नु पऱ्यो है खान्छौ कौन है बुढीले फोन गरेछ क्या बुढीले मिस कल गर्दो रहेछ क्या नवीन के छौ नवराज अगाडिको भयो खरिया लाउ नि त फेरि उहाँ उभिएर भनेको खाइसक्यो त अब उठ न ओ गाडीले छोड्छ है छिटो गर है गाडी छोड्छ है ल उठ्ने मेरो यत्रो फोन छ यहाँ खाना टाइममा चाहिँ भिडियो खिचिरहने आफूले खायो भने अर्को खाना दिने हो के खाएको यो आमलेट समोसा हजुर तिमी पानीमा छौ है त्यो त सूर्य पानीमै मात्रै छौ ल खायो नि त माथि हेर न माइक्रोनिक लिएर आएको माइक्रोनिक लिएर आयो फेरि कति
फेरि लिएर आयो के खानेकुराहरू किन छोड्यो बाङ्गारा लगिदिनु क्यामेरामा नि लगेर भाइ हामीहरू त ल्याउनु सकेन क्यामेरामा चाहिँ खाँदै हो ल है लो नरेन्द्र नवीन भाइ होइन अन्डा चिकन हो मात्र पानी एक प्लेट 3 रुपियाँ भयो त एक प्लेट 3 को भातै खान्छु भात जस्तो अगाडि हो नफ्याँक्नु होला क्या खाना त्यो मैले एउटा डकुमेन्ट्री देखाएको थिएँ एउटा मैले डकुमेन्ट्री देखाइदिएको थिएँ त्यही त खाना नफ्याँक्नु होला खानेकुरो फ्याँक्ने होइन धेर ल्याउने होइन भिडियोहरू बनाइदिनु बङ्गालीहरूको भक्कु लिएर आउँछ नि खाल्छ क्या ल बाई बाई गाडी छुट्छ है खाऊ न हौ पहिला ल खाइसक्यो है ल बाई बाई ल